हेलो साथीहरु नमस्कार। यहाँहरुलाई न्यू ब्लगमा स्वागत छ। आज चाहिँ चौचौ अंडा बनाउने विचार गरिरहेको छु। बाहिर धेरै हावा चलिरहेको छ, त्यही भएर बाहिर अलिकति गाह्रो छ आज खानापिना बनाउनलाई किचनमा। भित्रै गाडी भित्रै बनाउन लागिरहेको छु। भित्र चाहिँ अलि ठाउँ सानो भएकोले अलि काचककुचुक्क अलि अप्ठ्यारो हुने के हैन। लु हेरौँ है त। यहाँ चाहिँ प्याज टमाटर खोर्सानीहरु कटिँदैछ। यहाँ चुलो छ। यस्तै छ, अलिकति भित्र चाहिँ गाडी भित्र चाहिँ अलिकति ठाउँ सानो हुन्छ, त्यही भएर अलि काचककुचुक्क अप्ठ्यारो हुनेछ। ल अब सुरु गरौँ है त। ओके, पानी उम्लिसकेको छ। हाम्रो नेपालको जस्तो चाहिँ अलि मिठो हुँदैन यहाँको चौचौ, तैपनि ठिकै छ। ओके, हाम्रो चौचौ बोइल भएर रेडी भइसकेको छ। यसमा चाहिँ तेल अन्डाको लागि। ओके, अन्डा रेडी हुँदैछ। ओके गाइस, हाम्रो अन्डा नि रेडी भइसकेको छ। ओके, अब हाम्रो यो रेडी। ओके, हाम्रो टमाटर पनि रेडी भइसकेको छ। मलाई खासै खाना बनाउन चाहिँ त्यति साह्रो राम्रोसित आउँदैन, तैपनि कहिलेकाहीँ नयाँ डिस ट्राई गर्न मन लाग्छ। ओके, अब यसमा गोलभेडा पनि हाल्दिउँ। ओके, अब यसमा यहाँको चाहिँ चौचौ मसला खासै मिठो हुँदैन, त्यसले गर्दाखेरि अब हामी नेपालीलाई अलि चास्सा चुस्सा चट्ट पिरो अमिलो खानुपर्ने बानी हैन। त्यसले गर्दाखेरि अलि जस्तो पाए त्यस्तै मसलाहरू मिठो हुँदैन। आफ्नै नेपाली पाराको मसला यो चाहिँ सबै मिक्स। यो चाहिँ नमक मैले हालिसकेँ। नुन चाहिँ अलिकति कम हुन्छ कि। ओके ओके, ग्रेभी इज रेडी। अब म यसमा चौचौ राख्न गइरहेको छु। अलिकति तेल हाल्न पर्ने रहेछ, टाँसिएछ। ओके, अब यसमा अन्डा पनि हाल्दिउँ। ओके गाइज, साथीहरु, अब यो चाहिँ बनेर रेडी भइसकेको छ। ल साथीहरु, यो चाहिँ बनेर रेडी भइसकेको छ हैन। अब कस्तो भएछ? खासै मिठो चाहिँ बनाउन आउँदैन, तैपनि कोसिस गरेको छु मिठो जस्तो हुन्छ। अब यसो हेर्दा त बिरयानी जस्तो पो भएछ त यो त। ओके गाइज, अब यसो ट्राई गरौँ है त। ओके, एउटा दिदीले भन्नुहुन्थ्यो नि, खाए ल खान्छु ल। ओके गाइज, म पनि खाए ल। ओके, मेहनत खेर गएन छ गाइज, मिठै भएछ। फाइनली मिठै भएछ। तर हाम्रो नेपालको जस्तो चाहिँ हैन चौचौको स्वाद,
तर पनि यतिको काम चल्छ। ठिक छ, ओके। एकदम मिठो टेस्ट भएछ।